नमस्ते। आज हामी एउटा यस्तो कथा सुन्न गइरहेका छौं जुन हामी सबैसँग जोडिएको छ। यो हो हाम्रो आफ्नै पैसाको यात्रा। कल्पना गरौँ न, हाम्रो देश एउटा छोरो परिवार हो र हामी सबैसँग एउटा साझा पैसाको थैली छ। आज हामी त्यही साझा थैलीको कथालाई खोतल्नेछौँ। हो, यो प्रश्न त हामी सबैको मनमा कहिलेकाहीँ खेल्छ होला, होइन त? हामीले तिरेको करको पैसा आखिर जान्छ कहाँ? कसरी त्यही पैसाले सडक बन्छ, अस्पताल बन्छ, ठूलठूला योजनाहरू बन्छन्? ल, आज यही रहस्य जस्तो लाग्ने यात्राको एक एक पत्र पल्टाएर हेरौँ न त। त्यसो भए हाम्रो कथाको पहिलो अध्याय सुरु गरौँ। राष्ट्रको साझा थैली। सरकारलाई यो थैली भर्नु नै किन पर्यो र यसले हाम्रो जीवनमा के फरक पार्छ? आउनुहोस् यसको गहिराईमा पुगौँ। सार्वजनिक वित्त भनेको कुनै गाह्रो कुरा होइन। यो त त्यही देशको साझा थैलीलाई ठिकठाक चलाउने एउटा तरिका मात्र हो। यही पैसाले त हो नि हाम्रा नानीबाबुहरू विद्यालय जान्छन्, हामी बिरामी पर्दा अस्पतालमा उपचार पाउँछौं र चिल्लो सडकमा यात्रा गर्छौं। भन्नुको मतलब यो हामी सबैको सामूहिक लगानी हो, एउटा राम्रो भोलिको लागि। ल, अब कथाको दोस्रो भाग। यो साझा थैलीमा पैसा आउँछ कहाँबाट? यसको सबैभन्दा ठूलो स्रोत हो कर। अब करको यो रोचक संसारभित्र पसौँ है त। अब हेर्नुस्, कर तिर्ने पनि दुईवटा मुख्य तरिका रहेछन्। एउटा भयो प्रत्यक्ष कर, मतलब सिधै सरकारलाई बुझाउने, जस्तै हाम्रो तलबबाट काटिने आयकर। यो एकदमै सोझो हिसाब भयो। अनि अर्को हुन्छ अप्रत्यक्ष कर। यो चाहिँ अलि लुकेर बसेको हुन्छ। जस्तो कि हामीले पसलमा गएर कुनै सामान किन्दा त्यो सामानको मूल्यमै जोडिएको हुन्छ। हामीले थाहै नपाइकनै तिरिरहेका हुन्छौं। यो निकै गम्भीर प्रश्न हो। के एउटै करले धनी र गरिबलाई ठिक उस्तै असर गर्छ त? हो, यहीँबाट सुरु हुन्छ कर प्रणाली कति न्यायोचित छ भन्ने बहस। प्रगतिशील करको सोचाइ एकदमै सरल छ। जसले बढी बोक्न सक्छ उसले अलि बढी भार उठाउँछ। यसले के भन्छ भने जसको आम्दानी धेरै छ उसले समाजमा अलि बढी योगदान गर्नुपर्छ। यो प्रणालीलाई धेरैले निष्पक्ष पनि मान्छन्। तर अर्कोतिर छ प्रतिगामी कर, जस्तै पेट्रोलमा लाग्ने कर। यो त सबैका लागि एउटै रकम हो। तर एकछिन सोचौं त, एक सामान्य ज्यालाधारी गर्ने मान्छेको आम्दानीको ठूलो हिस्सा त्यही करमा जान्छ, जबकि एक धनी व्यक्तिको लागि त्यो सानो अंश मात्र हो। यसले गर्दा गरिबलाई झन बढी मार पर्छ। त्यसो भए एउटा राम्रो कर प्रणाली कस्तो हुनुपर्छ त? यो त एउटा ठूलो पहेली जस्तै हो। प्रणाली यस्तो होस् कि त्यो निष्पक्ष पनि होस्, सबैले सजिलै बुझ्ने पनि होस्, अनि सरकारलाई पैसा उठाउन पनि सजिलो होस्। हो, यही सन्तुलन मिलाउनु नै संसारभरका सरकारहरूको लागि सबैभन्दा ठूलो चुनौती हो। ल, थैलीमा पैसा त जम्मा भयो। अब अर्को चरणमा जाउँ, त्यो पैसा केमा खर्च गर्ने? यसलाई देशको एउटा ठूलो किनमेल सूची बनाउने प्रक्रिया जस्तै मानौँ, जहाँ हरेक कुरा उत्तिकै महत्त्वपूर्ण हुन्छ। बजेटको यात्रा आफैमा एउटा कथा हो। यो अनुमानबाट सुरु हुन्छ। हामी कति कमाउँछौं होला? त्यसपछि आउँछ योजना। यो पैसा कहाँ कहाँ खर्च गर्ने? यही योजनामा संसदमा चर्को बहस हुन्छ र पास भएपछि मात्रै खर्च सुरु हुन्छ। अनि कथाको अन्त्यमा हिसाब किताब जाँचिन्छ। के हामीले पैसा ठिक ठाउँमा ठिक तरिकाले खर्च गर्यौं त? अब हामी कथाको त्यो भागमा आइपुग्यौं जुन सबैभन्दा महत्त्वपूर्ण छ र हामीले देख्न सक्छौं। हामीले तिरेको पैसाले आखिर हुन्छ के त? ल, अब यसको मिठो फल हेरौं। हामीले तिरेको करले नै त हो गाउँको स्कुलमा शिक्षकले तलब पाउनुहुन्छ, शहरको अस्पतालमा डाक्टरले हाम्रो उपचार गर्छन्, अनि हामी हिँड्ने सडकहरू बन्छन्। रातिको अँध्यारोमा बल्ले बत्ती होस् वा हामीलाई सुरक्षा दिने प्रहरी, ये सबै त्यही हाम्रो साझा थैलीको नतिजा हो। यो पैसा मात्र होइन, यो त हाम्रो सुरक्षा, हाम्रो स्वास्थ्य र हाम्रो भविष्यमा गरिएको एउटा साझा लगानी हो। यसको असर हामी हरेक दिन हरेक पाइलामा महसुस गरिरहेका हुन्छौं। अहिलेसम्मको कथा त एकदम राम्रो थियो। तर के हुन्छ जब खर्चको योजना आम्दानीभन्दा ठूलो हुन्छ? हो, अब कथामा एउटा निकै रोचक मोड आउँदैछ। यो सामान्य तर निकै गम्भीर अवस्था हो। जब सरकारको खर्च आम्दानीभन्दा बढी हुन्छ तब के गर्ने? हो, यही प्रश्नले हामीलाई घाटा र सरकारी ऋणको अलि जटिल संसारतिर लैजान्छ। थैलीमा पैसा नपुगेपछि सरकारले ऋण लिन्छ। यो दुई तरिकाले हुन सक्छ। एउटा, देशभित्रैका ब्याङ्क वा नागरिकहरूसँग, जसलाई आन्तरिक ऋण भनिन्छ। अर्को, अरू देश वा विश्व ब्याङ्क जस्ता संस्थाहरूबाट, जसलाई बाह्य ऋण भनिन्छ। यी दुवैका आफ्नै फाइदा र बेफाइदाहरू छन्।
भोल्टियरको यो भनाइले सार्वजनिक वित्तका निर्णयहरू कति जटिल र कहिलेकाहीँ विवादास्पद हुन्छन् भन्ने कुरा छर्लङ्ग पार्छ। कसबाट पैसा लिने र कसलाई दिने भन्ने निर्णय सधैँ नै एउटा ठूलो राजनीतिक र सामाजिक प्रश्न बनिदिन्छ। र अब जाँदा जाँदै एउटा प्रश्न सोचौँ न। मानौ त्यो राष्ट्रको साझा थैलीको जिम्मा हाम्रो हातमा आयो रे। त्यसो भए हाम्रो पहिलो प्राथमिकता के होला? शिक्षा कि स्वास्थ्य वा देश बनाउने ठूला सडक र पुलहरू? यो प्रश्न किन महत्त्वपूर्ण छ भने यो थैली हामी सबैको हो र यसको भविष्य त्यो पनि त हामी सबैसँग जोडिएको छ।